उनी बाहुनले हाम्रो भाडा भुन्न त मिल्दैन र त्यसमा हामीले के सोच्नुपर्छ भने एउटा आफूमा पनि केही ज्ञानहरू जानुपर्छ। आफूमा पनि केही ज्ञानहरू गएपछि अरूबाट पनि ज्ञान आउने हो र फेरि त्यसमा अनि एउटा मानसिकता नै कस्तो थियो भनेपछि पढाइ लेखाइ पनि कम थियो हिजो। दलित भन्ने हाम्रो एउटा चाहिँ दृष्टिकोण पनि थियो। हामीले के गर्थ्यौँ भने त्यति बेला कुनै मान्छे खाना नपाएर बाँदर खाना नपाएर आजकल जङ्गलमा खाना नपाएर यहाँ कहाँ सेउ लागेको छन् त्यहीँ आउने पनि खाना। हामी हिजो किनभने निम्न स्तरमा पैसा नभएको इन्डिया जान नसक्ने, अब अहिले नि विदेश दुनियाँ कहाँ हुन्थ्यौँ, हामी विदेश मान्छे गइरहेका छौँ। विदेश जानु भइमान्ने कुनै कुराहरू चाहिँ अहिले पनि अब यो चौकीमा जाँदाखेरि हिजो अहिंसा भन्ने फोन हामीले डर लाग्थ्यो। तर आफूमा पनि के हुन्छ भने अलिकता सचेतना हुनुपर्छ। वडा अध्यक्षज्यूलाई हामीले वडा अध्यक्षज्यू हुन्न र वडा अध्यक्षज्यू हुनाले फरक हुन्छ होइन। त्यो भयो हुनाले हामीले आफूमा दलित मात्रै हो भनेर दलित भन्दा बित्तिकैमा हामी तल छौँ भन्ने पनि होइन, हामी माथि गएर पनि नराम्रो भाषा बोल्ने होइन। हाम्रो गाउँमा जातीय र जातीय आधारमा हाम्रो गाउँमा लगभग भेदभाव देखिँदैन। किन देखिँदैन भन्दाखेरि हामी सबैको घरमा जाने खाने बस्ने हरेक कुरा मिलिरहेको हुन्छ होइन। तर केही बित्दा अब 60 वर्ष एबभका केही मान्छेहरूमा अब पुरानो जो चलन छ त्यही नै फलो गरिरहेको हुन्छ। तैपनि तिनीहरूले पनि के बुझिरहेको हुन्छ भने अहिले नेपालको संविधानमा यो हामीले विभेद गर्नु हुँदैन, हामीले विभेद गरेपछि कानुनी सजाय हुन्छ भन्ने कुरा पनि बुझ्नु भएको बुझ्नलाई होइन। तर केही अब हामी खासमा यो जातीय विभेद हुन हाम्रो गाउँमा के भइरहेको भने अब त्यो जस्तै यो मिन्स भएको त्यो पनि खासमा असर गर्दैन। त्यो एउटा प्राकृतिक नियम हो खासमा होइन। तर त्यसलाई नै प्रायोरिटी दिइरहेका हुन्छन् गाउँ समाजमा। यो जातीय विभेदको हिसाबमा हाम्रो गाउँमा अब म लगभग सधैँ नै गाउँमै बस्ने भएको कारणले सबै तहमा देख्न त तैपनि यो दलित उत्थान कार्यक्रम र दलित समुदायको नेतृत्व विकास र जातीय सुरक्षा तथा विभेद न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम यो हाम्रो पालिकामा जो सञ्चालन भइरहेको छ एकदम सफल र सहज होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। र यसमा अब यो कार्यक्रम लगत्तै पनि हाम्रो केही यो समुदायमा बस्ने आमा बुवा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूले पनि धेरै कुराहरू बुझ्नुहुनेछ र आगामी भएको छ र यो गर्नुपर्छ भन्ने कुरासँग सम्बन्धित होइन। यो कुरा हामी सबैले बुझ्नुपर्छ। राउतगडामा बढीभन्दा बढी जातीय छुवाछुत भएको छ भन्ने कुरा होइन। तर गाउँपालिकाले एउटा कार्यक्रम राखिसकेपछि हामी प्रत्येक जहाँ दलित बस्ती र गैर दलित बस्तीहरूको संलग्नता छ, सँगै जोडिएका छन्, ती बस्तीहरूमा थप कार्यक्रम गर्नुपर्छ भन्ने उद्देश्यले गरेको। यसमा तपाईँहरू क्लियर हुनुहोला। दोस्रो कुरा यो जस्तै हामीले जातीय विभेद पहिला भन्दा अहिले हामीसँग छैन। खासमा तपाईँहरूले बुझ्ने कुरा के हो भन्दाखेरि 52 सालभन्दा अगाडि माओवादी जनयुद्ध हुनुभन्दा अगाडि र माओवादी जनयुद्धको अहिलेसम्मको स्थितिमा हामी धेरै फरक भयो, धेरै परिवर्तन भयो। यसको श्रेय त्यति बेलाका माओवादी पार्टीले पनि धेरै कुरा चाहिँ त्यसो सहज गरेको छ। हामी सबैले बुझ्नुपर्छ। अर्को अब पछिल्लो अहिलेको चरणमा आइसकेपछि अहिले त आम युवाहरू सबै युवा पङ्क्तिहरू अब यो छुवाछुत भन्ने कुरा नमान्ने मनस्थिति छन्। अब मानिरहेको भनेको अलिक वयोवृद्ध बढी चाहिँ अलि अब धाइ झाङ्ग्री भएका, त्यसपछि आएर अलि 60 वर्ष म्याक्सिमम् 60 वर्ष माथितिर जो बुढाबुढी छन् उनीहरूले चाहिँ बढी मानिरहेका छन्। अब त्यो फेरि उनीहरूलाई अहिले तपाईँहरूले यो मान्नुहुन्न, तपाईँहरूले चाहिँ यो गलत गर्नुभयो भनेरै कानुनी प्रक्रियामै जाँदाखेरि पनि उनीहरूको पनि आत्मामा ठेस लाग्ने कुरा हुन्छ। त्यसो भएर हामी सबैले बुझ्ने कुरा के भने अब यो एक पुस्ता चाहिँ अन्त्य भएर एक पुस्ता चाहिँ अहिले रहेन भने त्यस पछाडिको पुस्ताले यो धेरै कुरा मान्ने हलो छैन जस्तो मलाई लाग्छ। बाँकी र तपाईँहरूसँग के त भन्दा जातीयताका कुरा छुवाछुतका कुरा गरिसकेपछि अब यो जातीयताका कुरा पनि तपाईँहरू दलितभित्र पनि जातीयताको विभेद भइरहेछ। अनि तपाईँहरू छुवाछुतको कुरा पनि जस्तै महिला बिचको पनि छुवाछुतको कुरा विभेद भएको छ कि तपाईँ आफै महिला सबै महिलाहरू चाहिँ मेन्स हुनुहुन्छ, तर एक मिन्स भएको महिला अर्को मिन्स भएको महिलालाई चाहिँ हेला गर्दछ कि त्यो हेला गर्ने भने अलिक नछु है नआए भन्ने हो। तर यो नर्मल कुरा सबैले होइन, यस्तो राम्रो कुरा होइन। गाली गर्ने कुरा विभेद गर्ने कुरा राम्रो होइन कुरा त हामी भन्दैनौँ। दलित बिचमा कस्तो भन्दा तपाईँहरू त यहाँ एकै थरीका भएर फरक थरीका दलित भएपछि पनि त्यहाँ एकले अर्कालाई पनि त्यही खालको विभेद गरिरहेको हुन्छ कि। कार्यक्रम अन्तर्गत दलित समुदायको नेतृत्व विकास जातीय छुवाछुत विभेद न्यूनीकरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा तपाईँ सम्पूर्ण समुदायहरू उपस्थित भइदिनु भयो।
त्यसको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र अध्यक्षज्यूले भनिसक्नु भएको छ वडाका विषयमा, विकास निर्माणका विषयमा थप कुरा चाहिँ तपाईँहरूले वडा कार्यालयमा पनि गर्न सक्नुहुन्छ। हाम्रो वडा सदस्यज्यूहरू पनि यहाँ हुनुहुन्छ, उहाँहरूसँग पनि गर्न सक्नुहुन्छ र विभिन्न माध्यमबाट चाहिँ तपाईँहरूका समस्या स्थानीय सरकारसँग राख्न सक्नुहुन्छ। र आगामी दिनमा पनि हामी कुनै न कुनै हिसाबमा समुदायसँग जोडिने गरेर यस्ता कार्यक्रमहरू लिएर हामी उपस्थित हुने बाचा गर्छौँ र आगामी दिनमा तपाईँहरूसँग थप हामी जोडिनेछौँ भन्दै आजको यस कार्यक्रममा सहभागी भइदिनु भयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु। र कार्यक्रमको सञ्चालकको भूमिकामा मलाई अहिलेसम्म साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। उठे क्या उठिने खेर उठिन् क्या हामी मैले उठ्यौँ उठ्यौँ र अब दुईजनालाई कहिले भोटाले कहिले राख्दियो त्यो त एकजुट गाउँ गएर तँ छोड सब म नगर जो आमा विकास गर्ने मान्छे छ होइन जो पनि एकजना भए चाहिँ हामीले गाउँले पनि दोधारमा बढी त त्यो त हाम्रो गाउँले गर्ने कुरो हो। जता फेरि चुनाव आला अरे दुईजना एमाले छोड्नु पऱ्यो कि माधुरी छोड्नु पऱ्यो हाम्रो दलित उठाउनु पऱ्यो क्या हाम्रो दलित गरेर जो भयो नि एमाले पनि दलित आउनु पऱ्यो माधुरी पनि हाम्रो दलित आउनु पऱ्यो होइन पार्टी चाहिएन व्यक्ति चाहियो होइन हाम्रो व्यक्ति हाम्रो समुदायको चाहियो। सालमा रेड क्रस आएर रेड क्रसले खानेपानी दियो। अब गरौँ भनेपछि माथिको पनि एउटा पावरको काम छ होइन। यहाँ गाउँको पावरको कुरा छुट्टै हो, माथि केन्द्रमा पनि जिल्लामा पनि पावरै छ। जहाँ बलियो डलियो छ, मान्छे नभएर त होला हो कि हामी त्यहाँ नपुगेर हो कि त्यहाँ पनि पावरै छ। त्यो खानेपानी आएको बेला दिन्छ हामीले पनि दिने त होला भने एक धारो अब बस्ती एकै खाने ठाउँ पायो मुहान एकै एक धारो हामी दिने त होला भने त्यो बात विवाद गरेर दिएन नदिएपछि हामी रेड क्रस पुग्यौँ। उहाँले हामी कहाँ पुग्दो रहेछ ती फोन गरेर कहाँ काटिन्छ रहेछ त्यो ठाउँ हामीले को दिने भयो। परिवर्तन मेरो कोसिङ छ एउटा पत्रकार साथीहरूलाई अहिले होइन हामी 74 सालदेखि हामी दलित सदस्य पनि पठायौँ। कोही त दलितको समुदाय सदस्यलाई कोसिङ गरेको कुनै के तपाईँको गाउँमा कसरी आउनुभयो प्रतिनिधि भएर तपाईँको के छलफलमा तपाईँको उठेर यहाँ जिल्नु भएको छ भनेर त्यो कोसिङ त अहिलेसम्म हामीले सुनेनौँ र तपाईँहरूले त्यो वक्तव्य हामीलाई दिनु पनि भएन। त्यसपछि पनि तपाईँले अहिले आउनुभयो एउटा अभियान ल्याएर आउनुभयो त्यो हाम्रो पनि ठिक हो। पहिलादेखि त अहिले धेरै मान्छे जनचेतना पनि भइसकेन, कोही होलान् पुराना तिनीहरू त गर्दै रहन्छन् अभियानले पहिलेदेखि। अब पहिला त धेरै छुवाछुत थियो, अहिले त धेरै कमै छ। खानुपर्ने हामी तिनीहरूमा खान्छ नि जस्तै खानुपर्ने हाम्रो अहिले हामीले भन्नुभयो रक्सी खाइरहेछौँ, पैसा मासु खाइरहेछौँ मिठो छ भने अब पैसाले नलिने फेरि पाए खाइदिने। अब तिनीहरूको घरमा हामी खानुपर्ने हाम्रो घरमा नखाने। अब अहिले हामीले भन्नुभयो केटी पाइहाल्छ त्यहाँ अब देउता थानामा हामीले लाग्न नदिने है। अब नियम केर्ने भने चाहिँ हाम्रो घरमा आएर हो नि खानुपर्ने पर्ने हो है। नखाने गर्ने। अब पहिला चलाउनु के यस्तो यस्तो भएर हामी मिस्त्री लाउँथ्यौँ, लाउन्जेसम्म सफा हामी लाइकन छापछुप गरिराखेपछि घरभित्र ढेलो दिए भित्र नलिने भात दिनेहरू पनि हामी ओटोलाई ढिकोती ल्याएर दिने, पानी पनि त्यो अलग्गै हाल्ने, थाल खाएर धोएर सुकाउनु पर्ने त्यस्तो गर्ने भयो हुनाले सक्दैन यो कुरा। त्यो गरेर हाम्रो घरमा आएर खानुपर्छ तिमीले
खाने भनेपछि होइन भनेपछि तिमीले नखाने हामी पनि तिमीले नखाने हाम्रो पनि हामी नदिने अहिले पहिला जस्तो यो अलिकति दलित उत्थान कार्यक्रम भनेको उत्थान भनेकै दलितको छुवाछुत कहाँ लुकेको छ उठाउनुहोस् भन्नु खोज्यो है। हामीलाई कसैले छुवाछुत गरेको छ भने चाहिँ हामीलाई त्यो कुरालाई नराखौँ, हामीलाई यो आफ्नो मान्छे हो यो लगि हो भनेर नराखौँ, यसलाई कानुनी रूपमा लिउँ। अथवा ओडामा हुन्छ कि चौकीमा हुन्छ कि हाम्रो ओडाले नमिलाएपछि चौकीले नमिलाएपछि हामी कहाँ जाने, त्यो जिल्लामा जाने हो होइन हो। अघि हाम्रो सरले भन्नुभएको छ जरिमाना कति हो, कानुन कति भनेर भनिराख्नु त बुझ्नु भएको छ। अब आइन्दा हामी कुनै सामाजिक काममा जाउँला अथवा रोप्नै भन्नुभयो त्यहीँ जाउँला, गरेको मान्छेले नलुकाउनुहोस्, तपाईँहरू गएर सम्बन्धित मान्छेले भन्नुहोस्। दलितले घरलाई बसिजाने चलिजाने, थान लायो दलितले लायो थान चलिजाने, पछि अब केही न सरसफाइ रुद्ध कथा गरेपछि दलितहरूको तिमी दलित हो हाम्रो थानै त नबस्छन्, त्यो के अरे बाहुनको देउताले दलितमा नै आउन मिल्ने। हामी दलितले भित्र थानभित्र किन नजाने, हाम्रो दलितले लगाएको थान हाम्रो सफा हो जाने, हाम्रो दलितले लगाएको घर सफा हो जाने। अनि हामी बस्यो सँगै बस्यो भने मै सदस्य छु, मै सदस्य कारण बस्यो पनि ओड्डी सक्छौँ होइन हामी गरिब दलीयहरू भनेपछि हामी खास यी काटेर रगत हामी काटेर रगत तिनीहरू अब छुट्टै के रगत आउँछ तिनीहरू मान्छे त हामी अहिले उहिलेको मान्छेलाई छुट्टै कारणले अब अहिले हामी दलित भेदभाव छ के दलित अनि दमाई कामी सार्की ताम्रा कानी हामी आफू पनि दलित उत्थान कार्यक्रम गर्दाखेरि हामी आफू पनि हामी भेदभाव गर्छौँ। तर हामी आफैबाट अन्त्य होस् कि भेदभाव गर्ने कार्यक्रम के होस् भने कि हामी आफैबाट अन्त्य भइसकेपछि मात्र हामी अन्त्य गरौँ। पहिलाको तुलनामा के थियो भने छिटो हाल्ने चलन थियो, छिटो हालेर के थियो भने कि छिटो हालेर मात्रै भित्र जाने चलन थियो परमाणु पक्षमा। पछि के छ भने सबै आफै आफ यो चेतनाको कमीले गर्दा मात्रै यो छिटो हाल्ने चलन थियो। यो चेतनाको कमीले गर्दा यो भयो। पहिला चन्द्रनाथ थान मन्दिरमा मठ मन्दिरमा हेर्नुहोस् हामीहरूको विवाह पत्रमा कुनै विवाह गर्दाखेरि हामी प्रवेश गर्ने चलन जान दिँदैन। सामान्य एउटा खरिन्दो समाजले मांसाहारी र शाकाहारीको कुरा गर्दाखेरि कहाँ पुर्याइदिए, त्यसले त खालि सामान्य कुरा गरे। मांसाहारी भने त जे खाए पनि हुन्छ, खालि भैँसी पनि मांसाहारी हो, गाई पनि मांसाहारी हो, र खसी बोकाहरू कुखुरा पनि मांसाहारी भनेको कस्तो गरिकन भने हाम्रो हो। यसमा अर्थ के छ भने अनर्थ लगाइदिन्छन्। त्यस कारणले हामी अलिकति तौल तरिका अलि क्षमता बुद्धि पढ लेखे पनि हुनुपर्छ, मेन भनेको मान्छे पढेको हुनुपर्छ भन्ने हो। देखो सब चिज चल्ने र अन्तिममा त्यो घर पैसा गर्ने बेला हामी होटलमा बसेर खानुपर्ने। अनि यो कतिसम्मको सङ्कीर्णता हो, यो कतिसम्मको चाहिँ दरिद्रता हो भन्ने कुरा हामीले त्यहाँनिर बुझ्नु पऱ्यो कि हाम्रो आत्मसम्मान भन्ने कुरा कहाँ रहेछ भन्ने बुझ्नु पऱ्यो कि नै। त्यो त हामी सबै काम गरेर हाम्रो शरम शोषण मात्रै रहेछ नि। त्यो ज्याला त त्यो एउटा के भन्छ गोरुले काम गरे भने साँझ उसलाई त मजाले घाँस खुवाउनुपर्छ नि। त्यो पशु र हामीमा के फरक भयो? काम गरुन्जेलसम्म हामी वाह छौँ, रोपाइको बेला दिनभरि बल्लान गरेको छ, बाखाल्टे खाना खाएछ, भोलिपल्ट दिन जा भने जस्तो तार होइन यो। अनि हामी त्यहाँनिरै गहिरिएर बुझ्न सकेका छैनौँ। किन हो त? यो मान्छेले मात्रै बनाएको हो नि त। यो कसैले यो कानुनले भनेको छ र विभेद गर्ने भनेर भनेको छैन। फेरि हाँसो सुन्नु फर्के यो फलाने फर्किने बरी हो हुने कति कानाड हुने त्यो गलत हो हुन्न। एक गाउँले त पनि ने माथि इन्टी बुइनी छुन हैन ताई त्यो ओरिपुरी छिमेकीले त्यही सासु सौरा यो बिमिनी भ्यारियान हुन्न र तिनका घरभित्र गई पनि खाना खानु त्यो एक्लै आमा पढीमा अत उठेन घरति त के भात भन्सेर हुन्छ त ता जान पाउनु नि तिनी भयो त अब पाउने अनि त्यो अलग बिमिनी भ्यारियान छुट्टै लान्गे त्यस्तो हुन्छ। अनि त्यो छेत्रीले बिहा गरेपछि त्यो हामी चलो सुप्प लाग्यो हैन त्यहीको के भेट्दै हुने त्यही उच्चाटा के नि हुने। हामी आफूमा एक पर त्यो उठ्यो अब अहिले त्यही नै बढाएको छ भने चाहिँ नान हुनु हुँदैन भन्न त हामीले भनेकै हो भनौँ तर टेडेनौँ हामीले टेड्यो भने टेडेन केही पनि भएन। तर दलितको सम्बन्ध भन्ने कुरो चल्यो दलितको रकम आउँछ भने त्यो कहाँ छ क्या छ हामीसँग चाहिँ अब यहाँ आवाज पार्टी एक दुईजना कोही जाँदा हुनन् यताउता हुनन् वडा अध्यक्ष यताउता समूह मिलाउन हामीहरूका चाहिँ दिन बेला चाहिँ हामी खै ऊर्जामा पाइगयौँ भनौँ। अब अहिले आउँदा अलिकति परिवर्तन भएका युवा केटाहरूले एकजुटान भएर अलिकति हायर सल्लाह दिएर आफ्नो चाहिँ एउटा गाउँको प्रवृत्ति अब हिजो अस्तिको एउटा सुनिँदैछ कुरो
माथि गिरिदह गएर एकदम भयङ्करजनक भोट भोचेड भएर चलेर आयो। हाम्रो समय त दलितमा जानु बढी हाम्रो नेपाली छ। त्यही नेपालीको सुत्केरी भए पनि आउने अटो नै बाटो वरिपरि हो। हाम्रो दलितमा यस्तो छ न त छँदैछ, एकजना पनि आउँछन्, दलितको पनि आउँदो होला। अब यो हाम्रो अलिकति ठेगाहरू छन्। अब हामी त बुढापाका भइसक्यौँ भनौँ, अब हाम्रो त दिन गयो।